यति बेला हामी तिनाउ 1 को यो कचहलको बुढीकोट भन्ने ठाउँमा आएका छौं। यो दृश्य देख्न सक्नुहुन्छ, यो बुढीकोट हो। यो पारी जुन बादल देखिएको छ, यो क्षेत्र चाहिँ रैनादेवी गाउँपालिका र रिब्दीकोट गाउँपालिका पर्छ भने यो उत्तरतिर र यता दक्षिणतिर तराई क्षेत्र पर्दछ। यो तिनाउ गाउँपालिका वडा नम्बर 1 को यो एकदम ऐतिहासिक ठाउँ हो। यो बुढीकोट भन्ने, बुढीकोटको अर्थ के हो भन्दाखेरि त्यति बेला पृथ्वीनारायण शाहका पालामा हतियार भण्डारण गर्ने एउटा कोट घर हो यो। र त्यो कोट भण्डारण गर्ने ठाउँ एकदम बुढो पुरानो भएको ठाउँ हुनाले यसलाई चाहिँ बुढीकोट भनिएको हो। यसको हामीले मौला देख्न सक्छौँ यो ऐतिहासिक कोटमा भने यहाँ कोटमा चाहिँ पुराना हात हतियार पनि देख्न सकिन्छ। एकदम पुरानो कलात्मक तरिकाले बनाएको यो तरबार भन्छ, यसलाई के भन्छ। यहाँ भित्र चाहिँ यो यसको अवशेष देख्न सकिन्छ। यो उति बेला पृथ्वीनारायण शाह पाको पालामा युद्ध गर्दा लडिने खालका यी हतियार देखिन सकिन्छ यो बुढीकोटमा। यो एकदम पुरानो हो, कम्ती पनि 200-300 वर्ष पुरानो हो जस्तो लाग्छ मलाई। र यहाँ पारी चाहिँ एकदमै महत्त्वपूर्ण रिङसिङ लेक भन्छ। यहाँ यो पारेको जुन टप देखिन्छ रिङसिङ लेक भन्छ। पाल्पा जिल्लाकै अग्लो लेक मध्ये दोस्रो ठुलो अग्लो लेक हो यो रिङसिङ लेक। हाल चाहिँ रैनादेवी गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाको बीचमा पर्छ भने रिब्दीकोट गाउँपालिकाले यसलाई चाहिँ स्वामित्वमा लिएर चाहिँ विभिन्न चाहिँ भौतिक संरचना बनाएर रमणीय ठाउँ, घुम्न लायक ठाउँ बनाएको छ। र पर्यटकीय दृष्टिकोणले यो बुढीकोट गाउँ पनि एकदमै महत्त्वपूर्ण रमणीय देख्न सकिन्छ। यहाँनिर मगर बस्ती, पारिपट्टि अलिकति दलित बस्ती पनि देख्न सकिन्छ। यहाँका 90% किसानहरू चाहिँ कृषि पेसामा आबद्ध हुनुहुन्छ। तलतिर फाँटोतिर चाहिँ खेत भएका र माथि डाँडामा चाहिँ लेखमा यो चाहिँ भैँसी पालन, बाख्रा पालन लगायतका मकै खेतीहरू, तरकारी खेतीहरू गर्ने चाहिँ चलन देखिन्छ। एकदमै रमाइलो ठाउँ लाग्यो मलाई। मेरो घर पनि यहाँ तिनाउ 1 टाढा पर्छ। यो पुरानो बुढीकोटको यो अवशेष हो, यो पुरानो मन्दिर। यहाँ चाहिँ पूजाआजा गर्ने चलन पनि छ। यो पारीदेखि नै छुनफान डाँडा हो भने यतापट्टि देखिने यो पेलाचौर भन्छ। यो पेलाचौर हो। यो साइड चाहिँ फेक भन्छ। यो अहिले पृष्ठभूमिमा देखिएको यो जुन मोटर बाटो छ, यो कचल र फेक जोड्ने, रिब्दीकोट गाउँपालिका फेक जोड्ने हाम्रो बाटो हो। यो मोटर बाटो खन्ने क्रममा छ। यो बुढीकोटमा भएको यो एकदमै पुरानो तरबार, 200-300 वर्ष पुरानो तरबार हो यो।